हाम्रो नकुर हो तपाईँहरू हामीले पेमेन्ट पैसा दिएर यिनीहरू पैसा राखेको यहाँ हुँदैन स्टाफ छैन क्लोज गरिदिनुहोस् तपाईँले किन हेरेसन गर्नुहोस् सबजनाले एकछिन नचलाउनुहोस् न तपाईँहरू किन नबुझ्नु भएको तपाईँहरूका लागि बोल्दैछु हामी सधैँभरिको लागि यहाँले मनपेट पाएको छ एकछिन भाइ एकछिन पर्छ मनपेट पाएको छ यहाँ एकछिन पर्दैन दिदीले काम बन्द गरेको छु काम बन्द गरेको छु बुझाएन तिमीले काम गरेर म जसले हो म कस्टमर हो काम बन्द गरेको छु हामी तिमीलाई बुझ्नु अहिले 11 बजी आएर तिमी बाटो नहो 11 बजी आएर तिमी बाटो नहो यहाँ तिम्रो ड्युटी होइन तिम्रो 10 बजी आउनुपर्छ तिमी 10 बजी आउनुपर्छ तिम्रो ड्युटी थाहा छ तिमीले जति कस्टमरलाई बिहेभ गर्नु जान्दैन भने गलत तिमी हटाउ योबाट सबैजना कम्प्लेन गर सबलाई हटाउ एकछिन नगरेर त्यो के हो तिमीको त यो हो त अहिले भने पाइहाल्छ त किन दिएको तिमीले भन त काम नगर किन दिएको के गरेको सुनि तिमीले भन त है यो अपडेट भएपछि त काम यो गर्नुको मतलब काम हुँदैछ भन्ने बुझ्नु छ काम अहिले भएको छैन यहाँ काम अहिले भएको छैन यहाँ जनताले बुझ्दैन जनताले बुझ्नु पर्छ नि त हामी तपाईँहरूको लागि बोलेको हामी जनताको लागि बोल्दैछ यहाँ तिम्रो के हो उनीहरू लाख लाख रुपियाँ तलब खाएर 11 बजी आउँदैछ यहाँ दुखे त हामीले पाउँदैछौँ नि त पेन्सन पाउने मान्छे खै पेन्सनहरू पाउँछ के गर्छ आज यो महिना मरेको छ यहाँ नानीले पनि बोल्नु सिक्नुपर्छ ल बोल्नु सिक्नुपर्छ नानीले बोल्नु सिक्नुपर्छ 11 बजी आएर ठुल्ठुलो कुरा नगरौँ यहाँ 11 बजी आएर ठुल्ठुलो कुरा नगरौँ यहाँ एकछिन चाहिँ जनताले बुझिदिनुपर्छ यहाँ जनताले चाहिँ एकछिन बुझिदिनुपर्छ तपाईँहरूको लागि बोलेको हामीले तपाईँहरूको लागि बोलेको सधैँभरि यो ठिक हुनुपर्छ यो अफिस छोरै यहाँ हिजो पनि छुट्टी थियो होइन आज पनि लेट भयो कतिको हेरेजमेन्ट कतिको छ तपाईँ कति बेला आउनु भर्खर आउनुभयो आउँदाखेरि खोलेको थियो ब्याङ्क खुल्दै थियो के भन्यो यहाँनिर ब्याङ्क स्टाफहरूले के भन्यो सिलगढीमा तपाईँ आउँदा खुल्ला थियो ब्याङ्क खोलेको थिएन अच्छा कति बजेको थियो त्यो समय ब्याङ्क खोल्दाखेरि कति टाइम भयो 10:05 भयो अनि त्यति बेला आउँदाखेरि यहाँ स्टाफहरूले कस्तो प्रकारको तपाईँलाई हाम्रो लागि बोलिरहेको छ हामी सबैले गोर्खा भएको नि मलाई यो बिहेभ गर्थेन होला सायद मलाई बाहिर निस्कि भन्ने सक्दैन थिएन होला किनभने 10:05 भइसकेको यो मात्रै कम्प्लेनहरू घरिघरि कम्प्लेन छ पहिलादेखि कम्प्लेन छ कस्टमरको सेवा गर्नुको लागि गभर्मेन्ट अफ इन्डियाले त्यस बित्थामा पैसा दिएको होइन यहाँ एक भन्नुको ब्याङ्क 1 घण्टा लेट आउनु भन्नुको मतलब यो भयङ्कर ठुलो कुरो भयङ्कर एकदम सोच्नुपर्छ यो उनीहरू हाम्रो दाजुभाइले बुझ्दैन भने चाहिँ कसले बुझ्छ अस्ति म आउँदा पनि थिएन ओ गोबर होइन गोबर भाइ गएछ अस्ति म आउँदा आएन आएको छैन छुट्टीमा छ कस्तो खालको बेडा बाख्राको बाहिर छाता ओढेर बसेर काहीँ हेरेर बसेको मैले देखेको छु वेट गरेको यो दुःख कसले देख्छ तपाईँहरूले देख्नु भएको छ आएको हाम्रो दाजुभाइ दिदीबहिनीहरू बाहिर बिचरा सटर अगाडि बसिरहेको हुन्छ माग्ने यस्तो भिख मङ्गा जस्तो गरेर बसिरहेको हुन्छ 12 बज्नु 10 मा आउनुहुँदैछ है कुरा चाहिँ के भने यहाँ आजको घटना भनेको चाहिँ अब आजभन्दा अगाडि म आएको थिएँ त्यो दिन तपाईँ हुनुहुन्थेन छुट्टीमा हुनुहुन्छ भने त्यहाँदेखि पछाडि भोलि 2 दिन पछाडि आए त्यति बेला यहाँ ट्रान्जेक्सन सबै बन्द थियो टोटल बन्द थियो 2-3 दिनको लागि एउटा ब्याङ्क ट्रान्जेक्सन 2-3 दिन बन्द हुनु भनेको मतलब एउटा ठुलो एउटा लापरवाही हो अहिलेको डिजिटल जमानामा चाहिँ है त्यो एउटा कुरो आज म पसे 10:05 मा हेर्नुहोस् सटर खोलिएको थिएन साइडको खोलिएको थियो उहाँ मोटे भाइ हुनुहुन्छ उहाँले मलाई गेट आउट भन्नु निस्केर ब्याङ्क बन्द छ ब्याङ्क खोलेको छैन ठिकै छ मलाई बुझेको कुरा तपाईँको होइन सुन्नुहोस्
एउटा कर्मचारीले है हामी कस्टमरलाई त्यसरी बाहिर निस्कि भन्नु त यो त एउटा ठुलो अन्याय भयो हामीमाथि ठुलो अन्याय। तपाईँहरूको के अरे उयो चल्दैछ, अहिले क्लोजिङ चल्दैछ, त्यो हामी बुझ्छौँ। म पनि सरकारी कर्मचारी 40 वर्ष सरकारी नोकरी गरेको मान्छे बुझ्छौँ हामी। तर नानीहरू 11 बजी आयो तपाईँको स्टाफ, 11 बजी 10 बजीदेखि 11 बजीसम्म तपाईँहरूले 11 बजी 1 घन्टा तपाईँहरूले लस्ट गर्नुहुन्छ भने 4 बजीदेखि त्यो फेरि तपाईँहरूले ट्रान्जेक्सन सबै बन्द गर्नुहुन्छ। अन्त यो 1 घन्टा चाहिँ के भयो भन्नुहोस् त? कमानबाट आउँछन्, बस्तीबाट आउँछन्, असहायहरू आउँछन्, वृद्धहरू आउँछन्, उहाँहरूको काम चाहिँ 1 घन्टा तपाईँहरूले लस्ट गरिदिनु भएपछि फेरि 4 बजी तपाईँहरूले क्लोज गर्नुहुन्छ भनेपछि त्यो 1 घन्टा चाहिँ के भयो? लन्च टाइम 1 घन्टा चाहिँ तपाईँहरूले भन्नुहोस् त 11 बजी तपाईँहरूले खोल्नुहुन्छ होइन ट्रान्जेक्सन। यस्तो कुरा चाहिँ ट्रान्जेक्सन 11 बजी हत्तपत्त खोल्दैन, नर्मली 10 बजी खोल्छ है। तर अहिलेको स्थिति कस्तो छ भन्दा चाहिँ एसआर ड्युटीहरू भइरहेको छ, कतिजना स्टाफै छैन ब्रान्चमा हुन्छ नि, उनीहरूको ड्युटीले गर्दा। अब हुनु त नर्मल जो हाम्रो सधैँको क्यासियर छ होइन, ऊ आज छैन, त्यसले गर्दा बहिनी पनि अलिकति टाढोबाट हुनुहुन्छ है। अन्त सायद नोकरीले टाढो भन्दैन नि त होइन, अब यस्तो मान्छे हो, कोही बेला यस्तो हुनसक्छ। तर यो आजको घटना मात्रै होइन, यो चाहिँ होइन, हामी आज चाहिँ आएको हो, तर आजको घटना मात्रै होइन, यो चाहिँ रेगुलर हुँदैछ। होइन यस्तो त्यो इस्यु छ भने चाहिँ पहिला तपाईँ मसित आएर बात गर्नुपर्छ खासमा होइन, तर सिधै आवेशमा आएर चाहिँ तपाईँको एब्सेन्समा चाहिँ के गर्नु दिनु होइन। तपाईँ यति बेला आउनु हुँदैछ कसको म त कुनै यस्तो म त 24 घन्टा यता हुन सक्दिनँ है, कुनै कारणले म बाहिर पनि हुन सक्छु है, त्यो अर्कै कुरा हो। तर यदि तपाईँको केही इस्यु छ म छुइनँ भने पनि मेरो स्टाफहरू हुन्छ। तपाईँको स्टाफ बोल्नु त जान्दैन, हामीलाई गेट आउट भन्नुहुन्छ तपाईँको स्टाफले। त्यो त मैले बुझेँ, त्यो इस्यु मैले बुझेँ। हुन त गेट आउट भन्ने कसैलाई पनि मन पर्दैन, तपाईँ निस्केर जानुहोस् भनेपछि खोलेको छैन, मलाई पनि मन पर्दैन खासमा चाहिँ सिधा सफा कुरा गर्नु भने होइन। जे पनि हो तपाईँ 10:05 मा म तपाईँहरूको घडीमा चाहिँ म 10:05 मा पसेको, यहाँ ब्याङ्कको घडीमा चाहिँ 10:05 मा म इन भएको होइन। यो आजको घटना मात्रै होइन, उहाँको विषयमा पर्सनली धेरै व्यक्तित्वको कम्प्लेन छ। उहाँले बोल्नु जान्नुहुन्न अरे, उहाँले गाली गर्नुहुन्छ अरे, उहाँले मिसबिहेभियर गर्नुहुन्छ अरे होइन। अन्त एउटा कर्मचारी हो, सुन्नुहोस्, म पनि कर्मचारी है, म पनि कर्मचारी हो, मैले पनि के अरे कस्टमरलाई डिल गरेँ। तर हाम्रो ड्युटी के हो भने कस्टमर इज अलवेज राइट। हेर्नुहोस् एनिवे तपाईँ जे पनि हुनुहुन्छ है, तपाईँ उमेरमा मभन्दा ठुलो हुनुहुन्छ है। होइन, उमेरको कुरा होइन। आज सानो नानी पनि यहाँ ट्रान्जेक्सनमा आयो भने त उसलाई पनि मिसबिहेभ गराउनु भएन नि त होइन। जान्दैन, कमान बस्तीको कतिजनालाई बुझेको हुँदैन, सबै उयो हुँदैन। एनिवे हेर्नुहोस्, अब तपाईँलाई त्यो कुरामा म एकदम हात जोडेर भन्छु, एकदम नरिसाइदिनुहोस् है। अन्त एकैचोटि आवेशमा आएर यस्तो गलत कुराहरू त पहिला चल्नु भएन नि त। आजको घटना होइन, रेगुलर कम्प्लेन रेगुलर कम्प्लेन तपाईँहरूको बोर्ड रहेछ, बोर्डमा रहेछ लन्च आवर 2 to 2:30, 3:30 भन्दा अगाडि काम हुँदैन अरे, यो पनि छ होइन। तपाईँ भनेपछि लन्च आवर तपाईँको त्यो कुन चाहिँ गलत कुरा हो है, गलत कुरा होइन। उहाँले जसले सम्पर्क गर्यो उहाँले भन्नु सफासित भन्छु है। अहिले पनि होइन सुन्नुहोस्, मेरोमा आउनुहोस् होइन, म छु, सल्भ गर्छु, बुझ्नुभयो। यदि मबाट भएन भने तपाईँ अहिले तपाईँसँग चाहिँ मैले भेट्ने 3 पल्ट प्रयास गरेँ, 3 पल्ट फेल भयो। होइन जे पनि होस्, म सायद थिइनँ होला तपाईँ आएको बेला, अति कुमार भाइलाई पनि सोधेँ, तपाईँ इस्यु हुनसक्छ। अब मैले बुझेँ त्यति बेला अहिले मार्च हो, इन्डिङ हो। हेर्नुहोस् काम गर्दा त म नै अरूलाई नम्बर दिन्छु, बुझ्नुभयो। मलाई कल गर्नुहोस्, तपाईँलाई दुःख नहोस् भनेर बुझ्नुहुँदैछ, म आफै नम्बर दिन्छु मान्छेलाई। अन्त हुनसक्छ मलाई भेट्नु भएन होला होइन, पहिला मलाई भन्नुहोस्, म सल्भ गर्नु कोसिस गर्छु। अहिले तपाईँहरूको स्टाफले तपाईँको नम्बर दिनु मानेन, हामीले बाहिरबाट कलेक्ट गर्यौँ। हेर्नुहोस् अब होइन भनेपछि तपाईँको अन्डरको स्टाफहरूमा कस्तो खालको चाहिँ उयो छ, यो चाहिँ हामी स्पष्ट भयो। त्यो त अब नर्मली अब झगडा हुँदैछ भनेर चाहिँ अब उनीहरूले पनि अब एटलिस्ट त्यो त अलिकति भए पनि अब तपाईँ सिनियर हुनुहुन्छ होइन, झगडा भएको होइन। हजुर हामी कराउँछौँ, किनभने हामीले सहुलियत पायौँ भने त हामी त कराउँछौँ नि त होइन। तपाईँको काउन्टरमा बस्ने नानी, त्यो नानी पनि बोल्नु जान्दैन त। 11 बजी आयो त्यो नानी, 11 बजी हामी हाम्रो आँखा अगाडि 11 बजी पस्यो भनेपछि रेगुलर त गर्नुहोस् न, कमसेकम 10 to 5 भनेपछि 10 to 5 मा एउटा 10 घन्टा 10 मिनट 15 मिनट 20 मिनट एउटा एक्सक्युज हो। तर त्यहाँदेखि नि बेसी अब 1 घन्टा त, अब त्यो 1 घन्टा त तपाईँहरूले फेरि बेलुका 4 बजी दिनुहुन्न नि त हामीलाई। अस्ति म 4 बजी आउँदाखेरि क्लोज भयो भने मलाई होइन,
म सानो एउटा काम लिएर आएको थिएँ 4 बजी क्लोज भयो ट्रान्जेक्सन बन्द भयो भने तर तपाईँहरूको स्टाफ 11 बजी आउँदैछन् त्यो 1 घन्टा चाहिँ तपाईँहरूले त अलिकति त हामीलाई त 10-15 मिनट हामीलाई एक्सक्युज गर्नुपर्छ नि तपाईँको काम चाहिँ के थियो भन्नुहोस् त एकचोटि तपाईँको काम चाहिँ के मेरो चेक एउटा चेक विथड्र गर्नु थियो बस बेरिङ चेक विथड्र गर्नु थियो तर 4 बजी म आउँदाखेरि म ढिलो भयो अफिसबाट आउँदा ढिलो भयो बन्द भयो भने इट्स ओके म चलेर गएँ तर अहिले आउँदाखेरि अब 11 बजी तपाईँहरू 1 घन्टा तपाईँहरू यहाँ ग्याप राख्नुहुन्छ भनेपछि त यो त अन्त्य होइन यस्तो नर्मली 11 बजी खोल्दैन काउन्टर चाहिँ 10 बजी खोल्छ खासमा होइन तर हाम्रो जुन चाहिँ नर्मली एउटा सधैँको स्टाफ छ कन्टिन्यू जुन चाहिँ रेगुलर स्टाफ छ ऊ आज केही कारणले छुट्टीमा छ खासमा बुझ्नुहुँदैछ अन्त ऊ अब अलिकति आउँदाखेरि सायद ट्राफिक जाममा फस्यो होला तर यसको यो कुरालाई चाहिँ यति ठुलो इस्यु बनाउनु त भएन नि त सधैँभरि सधैँ हुँदैन यहाँ त सधैँको कम्प्लेन छ नि त होइन सधैँ त्यस्तो भएको छैन सधैँको इस्यु हुन्छ नि यहाँ प्रायः नै अब कम्प्लेनै गर्छ तपाईँलाई हामी त अब तपाईँले त वाच आउट गर्नु पञ्चायती हो यस्तो हुनसक्छ मेरो ठाउँबाट मैले नदेख्ला होइन तपाईँहरूको ठाउँबाट तपाईँहरूको कतिवटा इस्युजहरू होला त्यो पनि मैले बुझ्छु एकपल्ट लेखेर दिनुहोस् म त्यो गरेर सल्भ गर्ने कोसिस गर्छु तर अब एकैचोटि यसलाई गलत मोडमा चाहिँ नलानुहोस् होइन गलत होइन यहाँले नै सुरुवात तपाईँको स्टाफले गरेको यस्तो सुन्नुहोस् अस्ति 2-3 दिन बत्ती थिएन होइन अब हामीलाई पनि अन्यलमा पर्छ कति लाइनम्यानहरू तपाईँले चिनेको हुन्छ होइन अब हामी त इलेक्ट्रिसियन त होइन नि त खासमा त कता त्यो भित्र तारहरू के बिग्रेको हुन्छ के हुन्छ होइन त्यति बेला यसो तपाईँहरूले हामीलाई पनि सघाउनु भयो भने होइन 2 जना मिलेर बस्दा चाहिँ कति राम्रो देख्छ खासमा चाहिँ लाइटको लागि त गरेको छैन हाम्रो वर्षबाट हजुर पञ्चायत र हामीले पुरा हामी इलेक्ट्रिसिटी हाम्रो वाट्सएप ग्रुप छ तपाईँलाई देखाउन सक्छु हामी पञ्चायत पनि म तपाईँलाई देखाउन सक्छु वाट्सएप हामीलाई अब कम्प्लेन आयो त हामीले यहाँ आउनु पर्यो नि त तपाईँहरूलाई सोधखोज गर्दा चाहिँ यसरी टाइममा हुँदैन होइन तपाईँको एउटा स्टाफले पनि अब बोल्नुको चाहिँ अब थमिस हुनुपर्ने रहेछ भन्ने चाहिँ अब उहाँको चाहिँ एउटा गुनासो हो नि त होइन जसोको सानो होस् ठुलो होस् यहाँ ब्याङ्कमा आओस् चाहे हाम्रो पञ्चायत अफिसमा पहिला मेरो अफिसमा आउनु स्टाफ चाहिँ होइन अफिस खुलेर निस्केर अहिले अफिस खुलेर आइज भनेर के गर्नु होइन त्यसो भन्नु हुँदैन मैले मानेको छ त्यो कुराले अहिले मलाई आउट गराउनु भयो नि त यो अब सेन्ट्रल एकपल्ट मात्रै होइन तपाईँले दुईपल्ट मलाई भन्नुभयो निस्केर ब्याङ्क खोलेको छैन 2 मिनेटमा ब्याङ्क खोलेको छैन निस्केर जा भनेको एकछिन पर्खिदिनुहोस् मात्रै भनेको त्यो उहाँले त ठुलो इस्यु बनाउँदैछ है एकदम नरिसाइदिनुहोस् होइन सायद उसको इन्टेन्सन त्यस्तो थिएन होला 2 मिनेटमा सर्टर खोल्दैछ ऊ बोल्दा तपाईँले रुट लाग्यो होला होइन त्यो कुरामा चाहिँ एकदम तपाईँ उयो नआउनुहोस् त्यो कुरा हेर्नुहोस् यो मेरो मात्रै घटना होइन है उहाँ कति घटना हो है सबैको घटना हो अनि हामीलाई सेभरल टाइम कम्प्लेन होइन सेभरल टाइम कम्प्लेन है फेरि अब यस्तो हामी 2 जना मान्छेसित भेट गर्छ है 50 जनासित सायद हामी राम्रो डिल गर्छ होला होइन हुनसक्छ 1-2 जनासित अब मान्छे हुनसक्छ होइन तर त्यही कुराले अब एकदमै उयो पक्राइ उयो नगरिदिनुहोस् होइन यति नै भन्न चाहन्छु हुनु त हामी पनि मान्छे हामी गल्ती गर्दैनौँ भन्दैन हामी हुन्छ मिस्टेक हामी मान्छेबाट गल्ती हुन्छ स्वाभाविक हो यो त हामी म पनि मान्छु मेरोबाट पनि गल्ती हुन्छ म किनभने म मान्छे एज ए ह्युमन बिङ गल्ती हुन्छ कुरा त्यो अर्को हो तर अब कमसेकम तपाईँहरू काउन्टरमा बसेपछि यस्तै डिपार्टमेन्टले सिकाउँछ है पोलाइटनेस तपाईँहरूलाई हाउ टु के अरे ह्यान्डल विथ कस्टमर भनेर तपाईँहरूलाई ट्रेनिङ गराउँछ है हामीले पनि ट्रेनिङ गरेको थियो है कस्टमरसँग कसरी पोलाइटनेस कसरी बोक्नु किनभने तपाईँहरू त व्यापार गर्नुहुँदैछ नि त होइन यो त बिजनेस हो नि होइन तपाईँहरू यसैको आधारमा तपाईँहरूले सेलेरी पाउनुहुन्छ तपाईँहरू के एउटा सरकारी कर्मचारी लोक के अरे उयो पब्लिकको सेवा गर्नु बस्नु भएको भने चाहिँ सेवा गर्ने मान्छेको जहिले पनि मुखमा चाहिँ पोलाइटनेस हुनुहुन्छ किनभने कस्टमर इज अलवेज राइट यो चाहिँ हामी चाहिँ पक्का सब समय हामी राइट हुन्छौँ है चाहे हामी जानु या नजानु किनभने है तर कुरो चाहिँ के भने यसरी हामीलाई मिसबिहेभ गर्छ है तपाईँहरूले अब 2 to 2:30 तपाईँहरूले लन्च आवर गरेको छ तर 3:30 मात्रै काम सुरु गर्नु होइन होइन छ यहाँ यही छ भुक्तभोगी नै छ यही छ सबैजना भन्दैछ 3:30 मात्रै काम सुरु हुन्छ भनेपछि त हामीमाथि त अलिकति अन्य प्लस तपाईँ यो अपडेटेड क्या 82 घन्टा किन 3 दिन खालि अहिले यस्तो सुन्नुहोस्
खासमा अब यो चाहिँ हाम्रो माने सुनादाको जनताले बुझेन बुझ्यो। तपाईँले त्यही कारण स्पष्ट होइन, बताइदिनु त्यसको लागि पनि के प्रावधान बनाएको छ हामीले होइन, एउटा नयाँ मेसिन माग्दैछ हामीले है, अन्त एउटा कियोस मेसिन अब केही समय बाद होइन हामीले डिमान्ड गरेको छ। त्यसो गर्दा चाहिँ के हुन्छ भन्दा चाहिँ एउटा मान्छेले प्रेसर पनि पर्दैन, अपडेट गरिबस्छ, ऊ जान्छ कियोसमा जान्छ होइन, उसले आफै अपडेट गर्न सक्छ। लाइट छ भाइ, यो चाहिँ यस्तो सुन्नुहोस् न, छैन हजुर लाइट छैन नि तपाईँको धेरै दिन भयो। हजुर अस्ति म छट्ट पसेँ, हजुर। पस्दाखेरि चाहिँ भित्र 2 जना लेडिज नानी हजुर हजुर मलाई देखेर डरायो। हजुर किनभने क्राइम हुनसक्छ, कुनै पनि समय क्राइम हुन सक्छ, अहिलेको अवस्था ठिक छैन भनेपछि त्यो राति अन्धकार, म 7 बजी पसेको थिएँ, राति अन्धकारमा त्यो नानीहरू डरायो, मलाई अप्ठ्यारो लाग्यो, ब्याक भयो। त्यसलाई त त्यसलाई त रेस्टोरेसन गर्नुपर्छ नि, त्यो एटिएममा त उज्यालो बनाउनु पर्छ नि हौ होइन, हामी होइन गर्ने छौँ है। होइन बनाऊ, अहिले यो त लङ टाइमदेखि होइन, यस्तो ATM भनेपछि तपाईँहरूको त्यहाँ यहाँ कुनै न कुनै एउटा के अरे ग्याप छ होइन, होइन, यस्तो- तपाईँले नेग्लिजेन्सी गरिरहनु भएको देख्दैछौँ हामी स्पष्ट। होइन, यस्तो खासमा चाहिँ अब हेर्नुहोस्, यो भनेको एउटा हिल्ली एरिया हुन्छ नि, अनि अब प्लेन भएको अब एटिएमको भेन्डरहरू छिटो आएर बनाइदिए भन्दा उनीहरू कुरुको आएर बनाउनु सकिहाल्छ। तर एउटा यता यता चाहिँ हामीले 2-3 दिन अगाडि नै कम्प्लेन लज गर्नुपर्छ, बुक गर्नुपर्छ हुन्छ नि, त्यही कारणले गर्दा पनि यस्तो इस्यु त्यहाँ फ्रिक्वेन्टली नै भइबस्छ। प्लेन के अरे काउन्टर बन्द गर्नुहुन्छ, त्यो काउन्टर चाहिँ आज चाहिँ बन्द गर्नु एक काम हामी गर्न सक्छौँ, हेर्नुहोस् 4 बजीदेखि उता आउने मान्छेलाई होइन बरु हामी एन्टरटेन गर्दैन, तर 4 बजीसम्म जो जति भित्र बसेको छ नि त्यसलाई सटर डाउन गरेर उनीहरूको काम चाहिँ हामी गरेर नै छोड्छौँ, त्यसो गरिदिनु पर्छ, गरेर नै छोड्छौँ। त्यसो गरिदिनु पर्छ। कति गर्ने यो चाहिँ आज मात्र होइन, यो चाहिँ हामी अहिले सधैँ अर्को गर्छौँ। कुरो मेरो एकदम हुम्बल रिक्वेस्ट, हजुर काउन्टरमा जो पनि बस्छ स्टाफ बस्छ उहाँहरूकोमा चाहिँ पोलाइटनेस चाहिँ हुनु एकदम होइन, यो म आफै डिल गर्छु है, म आफै डिल गर्छु अब होइन। हामीलाई चोट लाग्छ हजुर म आफै डिल गर्छु। तपाईँहरू हाम्रो मान्छे हजुर है, हजुर हाम्रो मान्छे आज यो घटना चाहिँ तपाईँले भन्नुहोस् यो घटना चाहिँ प्लेन्समा भन्नु के हुन्छ, होइन ठिकै हो, वाट इज द रिजल्ट के पाउनुहुन्थ्यो, पन्ध्र पाउनुहुन्थ्यो नि तपाईँले, पन्ध्र चाहिँ बाहिर बाटोमा जल्दै गरेको हुन्छ। तपाईँसित मेरो है, तर हामी चाहिँ पहाडमा चाहिँ सोझा छौँ भनेर तपाईँहरूले अब के अरे कोही बेला बुढाबुढी मान्छे जन्मेकोदेखि चिया खाएर आउँछ, रक्सी खाएर आउँछ, उहाँले ए गु जस्तो गनाएर आयो भन्नुहुन्छ। होइन, यो त तपाईँले फ्ल्यास गर्नै पर्छ, हामी त फ्ल्यास गर्छौँ, यो त मैले त गरिसकेँ कतिवटा होइन, घडी गरिसकेँ। तर कुरो चाहिँ के भने तपाईँ हेर्नुहोस्, तपाईँको गुड नेम मेरो नाम कुनाल राज, मेरो एउटै रिक्वेस्ट छ होइन, यो कुरालाई जसले पनि हेर्नु हुँदैछ होइन, यसलाई चाहिँ गलत तरिकामा चाहिँ नलिनुहोस् होइन, किनभने समस्यालाई चाहिँ समाधानपट्टि लाने कोसिस गरिदिनुहोस्। तपाईँले गलत तरिका ल्याउनु भयो भने हामीले यसलाई गलत तरिका त लिनु पऱ्यो नि त। गलत इमेज चाहिँ यसको अब चाहिँ भाइले मिसबिहेभ गर्छ, उहाँको त पर्सनल पनि कम्प्लेन छ, पुरा पुरा कम्प्लेन छ पर्सनल। एउटा मोटे हामीलाई नराम्रो बिहेभ गर्छ, हजुर ठाडो बोल्छ, ऊ गर्छ भन्छ। अब यो जोस भइहाल्यो होइन, अब आज त भइहाल्यो, भोलिदेखि त यसो सबैजना मिलेर चाहिँ काम गर्नु। मलाई लेखेर दिनुहोस्, म हेर्छु त्यो कुरा।